Happy birthday! पोखरालाई देख्न सक्नुहुन्छ हामी माचिरीमा जान रेडी भएको ओके हेलो गाइस नमस्ते सेवारो कनिचिवा सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि आज चाहिँ पोखराको बर्थडेको दिन पोखरा 1 वर्ष बुढी भएको दिन अनि आज चाहिँ हामी पोखराको बर्थडेमा कतै घुम्न जाने भनेर सोचेको थियौँ तर प्लान चेन्ज अनि हामीलाई चाहिँ जापानिज हामीसँगै काम गर्नेले माचुरी फेस्टिभल छ उनीहरूको अनि त्यो हेर्न लान्छु भनेको छ सो हामी चाहिँ रेडी भइसकेको छौँ के आउटफिट चाहिँ सब सिनको हो यो जुत्ता मात्रै नेपालको त्यही पनि सम्म गोल्ड पक्राइदिन्छ बन्टी न बन्टी देखिन्छ त्यसो गर्दा त उस्तैको अग्ली मान्छे मेरो ब्याग देख्न सक्नुहुन्छ ओके जाम ओके जाम है त अनि मैले अघिको पनि अलिअलि क्लिपहरू लगाएको छु हामी जाँदा त्यहाँ पुग्दासम्मको लागि हेर्नुलाई त बाई बाई आमा हेर्नु न त्यहाँ मलाई हेरिरहेको ह्याप्पी बर्थडे हेर्नु न पोखरेको ट्याटु रे म कहीँ जानु पाएन अस्ति सिनबाट मगाएको कस्तो छ हेर्नु त हेर्नु ह्याप्पी बर्थडे पोखराको यो बर्थडे पार्टी हो खाना आउनुहोस् सबैजना ओके हामी खान्छौँ पोखरा ह्याप्पी बर्थडे टु यु चटपट खाएपछि छटपट खुर्सानी खाने ललिता सानले छुयो भने जे पनि मिठो हुन्छ कि आफै मिठो हुन्छ त्यही भएर ललिता सानसँग मिठो खाने भने ललिता सानको सङ्गत गर्नु होला बस्नु होला हाम्रो चिप्स खुट्टा मेरो मिठो साह्रै मिठो मिठो यस्तै खायो भने त मोटाउँछ होला यसलाई पनि पोखराले बनाएको स्पागेटी चाहिँ मिठो छ arigatou gozaimasu तपाईँले मात्रै भन्नुहुन्छ मलाई चाहिँ मिठै लाग्दैन मिठो छ ओके हालत चाहिँ यस्तो छ केही नभन्ने मलाई पोखरा त जहिले राम्रो हो म त लोकल हो क्या लोकल आज माछुरी कस्तो हुन्छ होला नि एक्साइटेड रियालिटी होइन के अरे के भर्सेस रियालिटी अरे एक्सपेक्टेसन भर्सेस रियालिटी कस्तो हुन्छ तिमी मासु सबैलाई जङ भनेको बुढी छन् र मार्छन् ओके अब रेडी भएर भेटौँ है त हामी यति सबैले ह्याप्पी बर्थडे भन्नु arigatou 1 वर्ष बुढी भयो म त 1 वर्ष पछि बुढी हुन्छु 1 वर्षमा बुढी हुन्छु म त जहिले यस्तै तर 17 वर्ष पुगे जस्तो लाग्छ आफूलाई म के गर्नु म पनि स्विट ला पछि नै स्विट 16 म योचोटि 17 पनि अर्कोचोटि 16 हुन्छ ओके हाम्रो गन्थन मन्थन यस्तै हो एकछिन भेटौँ है त बाई 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 त नभन्नु मलाईはいいけてないखोला खोला खोला अब यहाँबाट हामी हिँड्दै जान्छौँ किसन लकडाई किन मधुरो भइरहेछ मेरो क्यामेरा मधुरै छ यार हामी 4 जना छौँ जापानिज म्यानमार हामी 2 जना नेपाली जस्तो छ तर मलाई चाहिँ अब यो डाङडुङले यस्तो टाउको दुख्छ मेरो यो बोकेर चाहिँ माथि पुऱ्याउने अरे क्या
धेरै मान्छेहरू जमिरहेको छ टोरीको एरियामा चाहिँ उनीहरू आउने ए सुकै धेरै मान्छेहरू जम्मा भएको छ अझै माथि त त्यो खानेकुराहरू पनि के छ भनेको सुनेको थिएँ मैले यहाँको चिसानलाई लाज लाग्छ अरे यही बोकेर अनि माथि चढ्ने होला मान्छे पो रहेछ होइन हाम्रो उता कुमारी जात्रा यहाँको चिसानलाई नछोड्नु है भिडियोमा आउने लजाउँछ पनि आउँदैछ त्यस्तै दुईवटा तिनीहरूको रितै त्यस्तो हो कि त्यो है एउटा केटा एउटा केटी सायद हुनसक्छ यस्तो यिनी त थाहा छैन आयो चरा पनि उड्दैछ आयो अर्को पनि आयो अघिको भन्दा अर्कै गीत गायो होइन फुटा झ्यापमा छ सबैले खान्छ यिनीहरूले नि लास्टमा भन्छ त है होइन त्यस्तै सेलो जस्तो भयो लास्ट सही पनि भन्छ अझै गरौँ होला ए गीत गर्दै याद रहेछそうですね、わかりにくいですね。そう同じような感じでうん上がるのは神様のあ位からここはーはい。En verde. होइन टिप्छ टिप्छ सो त्यो के हो बनाना छ पोखरी हामी त अघि दिनभरि खाएर आएको परेको लाइन जाने आउनु पोखरी आउनु है छोडेला यस्तरी धोका दिन्छ क्या ओ
भ्याउँछ ए ओदाको हो अस्ति हामीले उता खाएको थियो नि हाई tapi itu mite oh mau cika woi kyo yo bikkuri shita yo daily torsa ya छैन यो खुसीमा छ आज हामी चाहिँ यो चढ्नु यो लानुभन्दा अगाडि माथि के भन्छ प्रार्थना गर्ने अरे हाम्रो दिदी त्यही भएर जाँदैछ माछा पोलेको रहेछ आथा पोल्यो एउटा चाहिँ चढ्न लाग्यो है माथि कालो त्यो उकालो लग्यो है अब उयो ब्लर आउँछ
पनि किनिदियो आज त के भन्छ उसको अनुहार चाहिँ देखाउनु नमिल्ने अरे लजाउँछ अरे अन्त लाज लाग्छ अरे अब के गर्नु त होइन नजाने अनुहार नजान्मिँदा पनि हुन्छ क्या त्यस्तो त्यो त अति होला जस्तो लाग्छ कि मलाई सही हो हामी चाहिँ तल आइपुगिसक्यौँ अब यो राति मेरो क्यामेराले कामै दिँदैन यस्तो छ कि पारा भर्खर उसको साथी भेटायो नि हल्ला गर्छ नि मिलन झ्याउ लागिसक्यो होला यिनीहरूलाई बित्थामा ल्यायो भनेर किम अब रमाइलो भयो फर्किम न कालो देखिँदो रहेछ मान्छे नै नचिनिँदो रहेछ कुन हो ललिता छन् आफै चिन्नु है तपाईँहरू खाना लगेको आलु फ्राई सेउरो पनि यत्रो हुँदो रहेछ आलु आयो आलु यो चाहिँ नरिसो नरिसो はい、今日は本当にありがとうございました。楽しかった。ありがとうございました。娘さんも会いましたけどちょっとよかった。ことが思い出し本当よかったありがとうございました。失礼します。手で書いてください。はい、ありがとうございました。はい、行きましょう。ओके हामी चाहिँ माछुरी हेरेर आइसकेको छौँ अनि आजको लागि भिडियो यति नै हो अनि लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला सब्सक्राइब ओ माई गड मेरो इङ्ग्लिस फेरि अनि रमाइलो भएको थियो अनि अलिअलि टाउको दुख्यो धेरै मान्छेहरूको त्यो भिडमा गएपछि मलाई यत्तिकै टाउको दुख्छ त्यहाँ त झन् अब हो हल्ला त्यो उयो के अरे त्यो पिट्ने पोखरा त्यो ढोल जस्तो के अरे हो टाइ 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 के हो त्यो ढोल जस्तो हुन्छ हो त्योहरू बजाइरहेको थियो अनि त्यही भएर अलिकति उयो भयो तर रमाइलो भयो फर्स्ट टाइम हेरेको मैले 3 वर्षमा आएको 3 वर्ष भयो फर्स्ट टाइम हेरेँ ओके आजको लागि बाई बाई सबैजना आफ्नो ख्याल गर्नु होला अनि लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला फेरि नेक्स्ट भिडियोमा भेट्ने बाचा गर्दै बाई बाई